हेलो साथीहरु, फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ हामी यो गिबलीमा कसरी आफ्नो इमेजलाई कन्भर्ट गर्छौं अहिले सोशल मिडियामा एकदमै भाइरल भइरहेको छ। त्यही सिक्न जाँदै छौं। सबै साथीहरुलाई स्टेप फलो गर्नु होला भन्न चाहन्छु। सुरुमा चाहिँ तपाईले आफ्नो प्ले स्टोरलाई ओपन गर्नुपर्ने हुन्छ। प्ले स्टोरमा गइसकेपछि त्यहाँ तपाईले ChatGPT भनेर सर्च गर्नु होला। त्यसलाई इन्स्टल गर्नु होला। यदि अलरेडी छ भने तपाईले यो स्टेप गर्नु परेन। यदि ChatGPT छैन भने एप्लिकेसन चाहिँ तपाईले इन्स्टल गर्नुपर्ने हुन्छ आफ्नो फोनमा है त। ChatGPT इन्स्टल गरिसकेपछि तपाईको पेज चाहिँ कस्तो हुन्छ म देखाउँदै छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ, फर्स्ट टाइम आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। म यस्तै इन्ट्रेस्टिङ भिडियो लिएर उपस्थित हुनेछु। ChatGPT मा ओपन गरिसकेपछि त्यहाँ तपाईलाई एकैछिन पेजले लोडिङ लिन्छ र त्यहाँनेरि तपाईको देखाउने छ कन्टिन्यू बटन देखाउँछ है। कन्टिन्यू बटनमा प्रेस गरिदिनु होला। कन्टिन्यूमा प्रेस गरिसकेपछि तपाईलाई माथिपट्टि त्यहाँ साइन अप को अप्सन आउँछ। साइन अप मा जानु होला र कन्टिन्यू विथ गुगल गर्दिनुस्। तपाईको एउटा गुगल आईडी यसमा लगइन भइसकेपछि तपाई चाहिँ रेडी हुनुहुन्छ। लेट्स गो है त। अब हामी बनाउँदै छौं गिबली इमेज। यहाँ मैले जीमेल आईडी ब्लर गरेको छु। नेक्स्ट स्टेप चाहिँ तपाईले ChatGPT ओपन गरिसकेपछि साइन अप गरिसकेपछि त्यहाँ प्लस आइकन आउँछ। प्लस आइकनमा त्यहाँ तीनटा अप्सन आउँछ, फोटो, क्यामेरा र फाइल्स। तपाईको मोबाइलमा भएको फोटोमा जानुस् र कुनै एउटा फोटोलाई सिलेक्ट गर्नुहोस्। फोटो चाहिँ मैले यहाँ ब्लर गरेको छु। तपाईलाई आफ्नो ग्यालरीबाट कुनै पनि एउटा फोटो चुज गरिसकेपछि तपाई जानुपर्ने लेख्नुपर्ने हुन्छ। मैले जस्तो लेख्छु त्यही लेख्नुहोस्, एड गर्नुहोस्। त्यसपछि यहाँ आस्क एनीथिङ भन्ने ठाउँमा एउटा प्रम्प्ट लाउनुहोस्। के लेख्ने त भन्दाखेरि कन्भर्ट दिस इमेज इन्टु गिबली स्टुडियो इमेज भनेर फुल स्टप गर्दिनुस् र एरो बटनमा थिच्नुहोस्। त्यति गरिसकेपछि तपाईको यसले केही समय लिन्छ, गेटिङ स्टार्टेड भन्छ र 2-4 मिनेट तपाईले वेट गर्नुपर्ने हुन्छ। एकदमै यो टाइम चाहिँ कन्ज्युमिङ हुन्छ। तपाईको नेट चलेन भनेर हुन्न। 2-4 मिनेट पछि चाहिँ तपाईको यस्तो खालको इमेज रेडी हुन्छ है त। यसरी बनिएर रेडी भएको छ। फेरि अर्को म फोटोलाई बनाएर तपाईलाई देखाउँदै छु। ChatGPT बाट एकदमै सजिलोसँग तपाईले गिबली इमेज बनाउन सक्नुहुन्छ। अरु इन्टरनेटमा धेरै छन्, बट ChatGPT चाहिँ बेस्टै हो। तपाईले पैसा नै तिर्नु पर्दैन। सो इट्स फ्री अफ कस्ट। जस्ट तपाईले आफ्नो फोटो सिलेक्ट गर्ने, त्यसपछि त्यहाँनेर तपाईले लेख्नु पर्ने हुन्छ। के लेख्ने? कन्भर्ट दिस इमेज इन्टु गिबली स्टुडियो स्टाइल अथवा टर्न दिस इमेज, जे लेखे पनि भयो। टर्न दिस इमेज इन्टु गिबली स्टुडियो स्टाइल भनेर तपाईले यहाँ कमान्ड दिइसकेपछि एरो बटनमा प्रेस गरिदिनुस् र यहाँनेरि ChatGPT मा लोड हुन थाल्छ यो इमेज है। सर्टेन टाइम पछि तपाईको इमेज बनिएर रेडी हुन्छ। तपाईले नेट स्लो छ भनेर ब्याक गर्ने हैन, बट यु हैव टु वेट फर 3 to 4 मिनेट। 3-4 मिनेट म्याक्सिमममा 5 मिनेटमा तपाईको बनिएर रेडी हुन्छ है। लिमिट पनि लागिदिहाल्छ ChatGPT मा। सो तपाई 2-3 वटा जीमेल युज गरेर पनि धेरैवटा गिबली इमेज बनाउन सक्नुहुन्छ। यहाँ हेर्नुस् स्क्रिनमा धेरै राम्रो बनिसकेको छ। आजको लागि भिडियो यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। यस्तै भिडियो लिएर फेरि उपस्थित हुनेछु। थ्यांक यू सो मच फर वाचिङ। सब्स्क्राइब गरिदिनु होला र लाइक पनि गर्नु होला भिडियोलाई है त। धेरै धेरै धन्यवाद।